यदि हामीले नोबेल बैंकको शेयर 10 वर्ष अगाडि 1 लाख रुपैयाँ इन्भेस्ट गरेर किनेको भए आजको समयमा त्यसको मूल्य कति हुन्थ्यो होला त? आउनु हेरौं। नोबेल बैंकको शेयर प्राइस 2015 सालमा 2500 रुपैयाँ थियो र 1 लाख रुपैयाँले हामीले 40 किता किन्न सक्थ्यौं। 5 वर्षपछि 2020 सालमा त्यो इन्भेस्टमेन्ट घटेर पुग्यो 92,000। त्यस्तै गरी 2025 सालमा आजको समयमा जुन 40 किता किनेको थियौं त्यो बोनस शेयर सहित पुग्यो 227 किता र आजको मूल्य 500 को दरमा हिसाब गर्दाखेरि टोटल इन्भेस्टमेन्ट पुग्यो 1,27,000। त्यस्तै गरी नोबेल बैंकको शेयर 2.5% CAGR मा बढिरहेको छ। अब यो 2.5% CAGR राम्रो हो कि हैन त? इन्फ्लेसन नै यतिका वर्षको एभरेज हेर्दाखेरि 5.9% ले बढेको छ भने नोबेल बैंकमा गरेको इन्भेस्टमेन्ट 2.5% CAGR। नोबेल बैंकमा गरेको इन्भेस्टमेन्ट त्यति प्रफिटेबल भन्न सकिदैन किनकि यसले इन्फ्लेसनलाई पनि बिट गर्न सकेन। त्यस्तै गरी हामीले इन्भेस्ट गर्ने बेलामा जति बेला मन लागे जति अमाउन्टमा मन लागे किनेर इन्भेस्ट गर्ने होइन। जहिले पनि आफूले रिसर्च गरेर कुन प्राइसमा किन्दा उपयुक्त हुन्छ, कुनले हामीलाई राम्रो प्रफिट दिन्छ लङ टर्ममा भन्ने कुरा एनालाइज गरेर मात्र किन्नु होला।